आज हामी चाहिँ जमसमबाट अप्पर मुस्ताङ जाँदैछौँ र यो चाहिँ देखिएको चाहिँ जमसम बजार हो। जमसमबाट मुक्तिनाथ हुँदै हामी लोमानथाङ हुँदै कोराला नाकासम्म जान्छौँ। जमसममा यसरी तीर्थालुहरूलाई चाहिँ यसरी बोकेर लाने गर्दो रहेछ। जीप पार्क गाडी रोक्ने ठाउँबाट बोकेर मुक्तिनाथसम्म मन्दिरसम्म दर्शन गराउँदा 4000 रुपियाँ लाग्दो रहेछ। यदि तपाईँहरू घोडाबाट जानुभयो भने चाहिँ 1000 रुपियाँमा जान सकिने रहेछ। यो चाहिँ मुक्तिनाथ मन्दिर परिसरबाट देखिने दृश्य। हामी मुक्तिनाथ मन्दिरको दर्शन गरेर अब चाहिँ कागबेनी हुँदै अप्पर मुस्ताङतिर जाँदैछौँ। यो देखिएको चाहिँ कागबेनी, जहाँ चाहिँ पितृहरूको लागि श्राद्ध पनि गर्ने गरिन्छ, त्यही ठाउँ कागबेनी। यो छुसाङ गाउँमा आइपुग्यौँ हामी यतिखेर। निकै नै रमाइलो राम्रो। पहिला अप्पर मुस्ताङमा गाडी नजाँदाखेरि चाहिँ जमसमबाट 3 दिन लाग्ने रहेछ अप्पर मुस्ताङ जानुको लागि। हामी चाहिँ यो छुसाङ गाउँबाट फेरि त्यहाँ चाहिँ प्रहरी चेकपोस्टमा इन्ट्री गराउनु पर्ने रहेछ। त्यो गरेर अप्पर मुस्ताङतिर जाँदैछौँ। यो अप्पर मुस्ताङ जाने क्रममा कालीगण्डकीको तीरतिरै देखिएको दृश्यहरू। यो पहरामा रहेको गुफाहरू त्यहाँ सायद पहिला मान्छेहरू पनि बस्ने गर्थे। यो गाउँ चाहिँ चैले भन्ने गाउँ आइपुग्यौँ हामी यतिखेर। चैले भन्ने गाउँ र चैलेबाट हामी एकछिनमा समर भन्ने गाउँ पुग्यौँ। यो चाहिँ समर गाउँ। यहाँ चाहिँ राम्रा होटलहरू पनि रहेछ। प्राकृतिक रूपमा असाध्यै राम्रो। घुम्नको लागि एकचोटि जानै पर्ने ठाउँ अप्पर मुस्ताङ लोमानथाङ हुँदै चाइनाको बोर्डर, नेपाल र चाइनाको बोर्डर एरिया सम्म पुग्नेछौँ हामी आज। बाटोहरू राम्रो छ, ग्राभेल गरेको बाटो। धुलो चाहिँ अलिक बेसी नै हुने रहेछ।
यहाँबाट अब हामी चाहिँ कोराला नाका पुग्नै लाग्यौँ। यो पारिपट्टि देखिएको चाइनाले निर्माण गरेको भन्सार नाका तयारी अवस्थामा रहेछ। यो चाहिँ हामी अहिले यतिखेर 10 गजा क्षेत्रमा छौँ। यो चाहिँ नेपाल र चाइनाको बोर्डर एरियामा यो देखिएको चाहिँ नेपालपट्टिको एरिया। त्यहाँ चाहिँ सानो सानो किनमेलको लागि अप्पर मुस्ताङीहरूले चाहिँ केही सामानहरू चाइनाबाट ल्याएर त्यहाँ बिक्री गर्ने गर्दा रहेछन्। चकलेट, बिस्कुट लगायतको अलिअलि जुत्ता, लत्ता, कपडा लगायतका सामग्रीहरू। र यो विशाल संरचना चाइनाले भन्सारको लागि निर्माण गरेको थियो। र यो हामी त्यसपछि आएर हामी यो चाहिँ लमानथाङमा बास बस्यौँ। र बिहानको दृश्य हो यो चाहिँ अप्पर मुस्ताङको लोमानथाङ गाउँ, जुन चाहिँ एउटै पर्खालभित्र घेरिएर रहेको गाउँ। 4200 मिटरको उचाइमा रहेको लोमानथाङ नेपालको अप्पर मुस्ताङको लोमानथाङ गाउँको दृश्य हो यो चाहिँ। यहाँ होटलहरू, राम्रो राम्रो होटलहरू पनि रहेछ बस्नको लागि। त्यसपछि हामी फर्किएर लमानथाङ घुमेर फर्किँदाको दृश्य यो बाटोमा। एकचोटि पुग्नै पर्ने ठाउँ लमानथाङ अप्पर मुस्ताङ। गाडीको बाटोहरू पनि यो राष्ट्रिय गौरवको आयोजनाभित्र पर्ने रहेछ। तपाईहरू पनि एकचोटि अवश्य अप्पर मुस्ताङ घुम्न जानुहोला। निकै नै रमाइलो ठाउँ। हस्त, धन्यवाद।